चलाउने क्रममा हामीले बालुवा झिक्न दियौँ। तर अरू केही घाटमा त नहोला, तर अन्त घाटमा चाहिँ जसलाई अस्ति हामी मिसिन हाल्न नदिएर हामीले रोक्यौँ नि बिचौलियाहरूले चाहिँ बाहिरको मान्छे रुकुम रोल्पातिरबाट मान्छे ल्याएर तपाईँहरूले जस्तै गरी चाहिँ बालुवा झिकेर चाहिँ टिप्परमा लोड गर्दैछ भनेर सुन्यौँ क्या हामीले। त्यसपछि तपाईँहरूलाई थाहा छ कि छैन यो विषयमा भनेर हामी बुझ्न पनि आएको। तपाईँहरूकै ग्रुपभित्र नि फेरि त्यस्तो चाहिँ घुसपेट भएको छ कि भनेर छैन, यो सबै एउटै कामको। ठेकदारले चाहिँ के गरेर भने हाम्रो सिडिओ साहबले के भन्नु भने उता बाहिर जिल्लाको के रुकुम रोल्पा बाहिरको ठाउँको मान्छेलाई उनीहरूले चाहिँ हायर गरेर भाडामा ल्याएर अब यहाँ डाइरेक्ट चाहिँ खोलाबाट चाहिँ यो बालुवा निकाल्न हामीले दिएन भनेर बाहिरबाट मान्छे ल्याएर चाहिँ त्यस्तो गरे अरे के त्यस्तो गरिरहेको भनेर तपाईँको 5 नम्बरको वडाको क्षेत्रको मात्रै गजी गाउँले 5 नम्बर छेडाको मान्छेले त्यति मात्रै यसले काम गरिरहेको छ। राई परिवार भने कति घर हुँदै हुन्छ माथि अनि अस्ति समस्या के हो भने राति मिसिन लगाएर चाहिँ केही व्यक्तिहरूले बालुवा झिके। अब उनीहरूले एकचोटि बालुवा झिक्दाखेरि त 40-50 लाखको झिक्छ होइन। अब अहिले त्यहाँमाथि यो तपाईँको भाद्रको 30 गतेसम्म त खोला नालामा त खास भन्यो भने केही पनि झिक्न पाइँदैन के, कानुनले नै वर्जित गरेको छ। तपाईँहरूलाई पनि जान दिँदैन। सुन्नु न भदौको 30 गतेसम्म गर्न दिँदैन, त्योभन्दा पछाडि त तपाईँहरूले गर्न पाउनुहुन्छ। तर तपाईँहरूको कुरा पनि हामीले बुझ्यौँ के रहेछ त भन्दा अहिले धेरै बालुवा आउने, अहिले धेरै मेहनत गरेपछि अहिले आफूसँग भएको अलिकति कमाइले पछिलाई पनि सहयोग हुने भन्ने हिसाबले तपाईँहरूले वर्षौँदेखि यो पेसा गर्दै आउनु भएको रहेछ होइन। अस्ति हामीले त्यो रोकिसकेपछि चाहिँ प्रहरी प्रशासनले के गर्यो त भन्दाखेरि तपाईँहरूको नाम्लो र त्यो डोको पनि बोकेर गइदियो। तर हाम्रो मकसद चाहिँ त्यो अवैध रूपमा बालुवा झिक्ने जसले मिसिन लगाउँछ होइन उनीहरूलाई मात्र रोक्ने थियो, तपाईँहरूलाई रोक्ने थिएन। अनि त्यो थाहा पाइसकेपछि हामीले चाहिँ सिडिओ साहबलाई फोन गरेर भनेर अब उहाँहरू चाहिँ यहाँ बसेर चाहिँ वर्षौँदेखि पुस्ताउँदेखि यो काम गर्दै आएको हो। अब उहाँहरूलाई चाहिँ उहाँहरूको पेसा नै हो त्यो। यो समयमा उहाँहरूले धेरै बालुवा झिकेर अलिकति आम्दानीको स्रोत बढाउने, अरू बेलामा त्यही पैसाबाट खर्च गर्ने, अरू बेला धेरै बालुवा आउँदैन भन्ने कुरो भइसकेपछि अनि हामीले तपाईँहरूकै लिडरसँग मैले कुरा गरेँ भनेको अलि बोल्न जान्ने भनौँ न, अलि बोल्न जान्ने भाइलाई मैले के भने अब यो भदौ 30 गतेसम्म त खास कानुनले चाहिँ निकाल्न मिल्दैन, तर पेटले त माग्छ होइन। अब यसलाई के गर्ने त भन्दाखेरि मैले एउटा चिज भनेको थिएँ उहाँलाई, मानवीय क्षति भयो भने भोलि स्थानीय तहले, जिल्ला प्रशासनले, कुनै राजनीतिक दलले, माननीय ज्यूहरूले आफूले प्राइभेट जिम्मा चाहिँ लिन सक्नुहुन्न, किनभने कानुन सम्मत छैन नि त यो कुरा। यो त तपाईँहरूको लागि भनेर मात्रै सदियौँदेखि आइरहेको काम भनेर मात्रै छोडिदिएको हो नि त होइन। अनि त्यो कुरा चाहिँ हामीले भनेका छौँ कि त्यही भएर तपाईँहरूले यहाँ काम गर्दा एकदम संयम भएर बच्चालाई त काम लाउनु हुँदैन नि।